नेपालको सबैभन्दा होचो ठाउँ कञ्चन कवलमा छौँ। कस्तो लाग्दैछ तिमीलाई? एकदम राम्रो नजाराहरू, यस्तो दामी दामी। तपाईँहरू यहाँ आएर हेर्न सक्नुहुन्छ। बिआर फाइम भ्लगमा सब्सक्राइब गर्नु होला, लाइक सब्सक्राइब कमेन्टहरू धेरै गरिदिनु होला। सबैजनाले कमेन्टमा हार्ट पठाइदिनु होला। त्यो ठाउँमा चाहिँ आज आउनु पाएँ, एकदमै खुसी लाग्यो। त्यो ठाउँ चाहिँ हामी जुन ठाउँ अहिले आज उभिरहेको छौँ त्यो ठाउँ चाहिँ पृथ्वीको सतहभन्दा 70 मिटरको हाइटमा रहेको छ। अनि हेलो गाइज, अहिले चाहिँ हामी छौँ कञ्चनकवल गाउँपालिकामा, सबभन्दा नेपालको होचो भूभागमा। यहाँ हामी बिचमा छु। यति दामी सिन देखिरहेछ है यहाँनिर, आमामा है कस्तो दामी छ। जीवन भएर म यहाँनिर बिटुङ्गो बाटो हराएर बसिरहेको छु। थोरै घुमिसक्यौँ है, तर त्यो स्तम्भ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। आज हामी यात्रा गरिरहेको छौँ, तर हामी पुग्छौँ हाम्रो गन्तव्यमा भन्ने हामीलाई जहाँसम्म लागेको छ है। फाइनली गाइज, हामी हाम्रो टार्गेटमा आइपुगेको छौँ। 2 घन्टा घुम्दा घुम्दा गरेर बल्ल बल्ल यो नेपालको सबैभन्दा होचो भूभाग यानि कि होचो ठाउँमा अहिले हामी आउन सफल भएका छौँ। यहाँ तपाईँहरूले यहाँको दृश्यहरू हेर्न सक्नुहुन्छ। ल ठिकै समय ठिकै भएको छ। कस्तो दामी सिन आएको छ मर्कुस। नेपालको सबभन्दा होचो जग्गा, नेपालको सबभन्दा होचो जग्गा, सबभन्दा नेपालको अर्को मान्छे चाहिँ फेरि यही के छ भन्नु। यदि तपाईँहरूलाई यो ठाउँमा आउनु मन लागेको छ भने तपाईँहरू जिपिएसको भरोसा नगर्नुहोस्। तपाईँहरूसँग यहीँ ठाउँको स्थानीय कोही छ भने उनीहरूलाई पक्रिकन चाहिँ अगाडि अगाडि उनीहरू तपाईँ पुच्छर भएर पछि पछि यसरी क्या टुक्कुर 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 सही हो। है, हामीलाई जिपिएसले 2 घन्टा डुबायो आज। यहाँ हेर्नुहोस्, पीडितहरू तपाईँको उहाँ चाहिँ हाम्रो आजको पीडित। तपाईँ कति राउन्ड घुम्नु आज? जस 2 घन्टा चाहिँ घुम्यो। इन्डियाको बोर्डर कट्यो पनि, कटेर फेरि वापस आयो, वापस आएर फेरि भित्र छिर्यो, फेरि त्यही ठाउँ आयो। एउटा रोडलाई होइन 3 चोटि क्रस गरेर त्यही वरिपरि फनफनी घुमेर। तपाईँले यतिखेर कसो लाग्छ? चक्कर लागेको छ नि दाइ? र कहाँ हो यहाँबाट निस्केर म हराउँछु होला। म अहिले पुग्न सक्दिनँ भद्रपुर चन्द्रगढी। अगाडि अगाडि छिटो पुगिन्छ होला गएको मान्छेहरू त नि हौ। कस्तो फिलिङ हुँदैछ बाबा? चक्कर लाग्यो, एकदमै राम्रो लाग्दैछ। एक किसिमले रात परिसक्यो, अँध्यारो हुनु आज। यो चाहिँ के हो? माछा हो? यो रहेछ विशेष कञ्चनकवलको। मलाई त कस्तो लागिरहेछ? हेलो गाइज, आज नेपालको बेस्ट भ्लगर सृष्टि राई हुनुहुन्छ है। अनि उहाँसँग आज म छु। कहाँ छौँ भन्दै त? हामी नेपालको सबैभन्दा होचो ठाउँ कञ्चन कवलमा छौँ। कस्तो लाग्दैछ तिमीलाई? एकदम राम्रो नजाराहरू, यस्तो दामी दामी। तपाईँहरू यहाँ आएर हेर्न सक्नुहुन्छ। हामी को आएको छौँ भन न? हामीहरू सबै चर्चकै टोलीहरू सबैजना किन आएको भन्दै होला? डुल्न, प्रार्थनाहरू गर्न। ओके, अनि तिमीलाई त रमाइलो लागिरहेछ एकदम। गाइज, तपाईँलाई थाहा छ यो हाम्रो कालीकेटी, काली हो नि, गोरी गोरी छ होइन, अलिअलि कानमा चाहिँ सेतो छ। अनि हाइट भन्नु छ ठ्याक्कै 2 फुट छ होइन। फेरि बोली चाहिँ यस्तो तगडा छ है, कानै फुट्ने गरी बोल्छ है, दाँत छ फरुवाको जस्तो, तर राम्रो छ भन्नु खोजेको होइन। अनि अहिलेको बेस्ट भ्लगर है ऊ चाहिँ, बाफ्रे। उसको पनि सृष्टि राई भ्लग छ नि फेरि होइन। मेरो चाहिँ होइन सब्सक्राइबर 258 छ। अहिले तिमी कसको भ्लगमा बोल्दैछौ? अहिले म बिआर फाइम भ्लगमा
सब्सक्राइब गर्नु होला लाइक सब्सक्राइब कमेन्टहरु धेरै गरिदिनु होला अनि सबैजनाले कमेन्टमा हार्ट पठाइदिनु होला ओके बाइ बाइ खुसी हो त तिमीलाई के भएको बमिट आउनु खोजेको ल पापा कस्तो लागेछ तपाईलाई 2 शब्द राख्नुस् त जस अब अहिले जन्मेको 50 वर्ष पुग्यो तरै पनि अहिलेसम्म यो ठाउँमा नआएको अनि तर आज म 50 वर्षको उमेरमा चाहिँ पहिलोचोटि यो नेपालको होचो अग्लो चाहिँ भनेको सगरमाथा भनेको सुनेको चढ्न पाएको छैन देखेको छु अनि तर होचो ठाउँमा चाहिँ आज आउनु पाएँ एकदमै खुसी लाग्यो अनि हाम्रो ठुलो जम्बु टोली छ यहाँनिर है वरिपरि तर त्यो आज त्यस बाटो बिराएर धेरै बेर घुम्नु पर्यो बन्यानीदेखिको हामी फेरि पश्चिम घेराबारी गयौँ अनि इन्डियामा गएर फेरि पनि पुलिस पोस्टदेखि पर गएर पनि फर्केर आयौँ हुन्छ सबैजनालाई जय मसी अनि आज हामी यो झापा जिल्लामा यो ठाउँ चाहिँ हामी जुन ठाउँ अहिले आज उभिरहेको छौँ त्यो ठाउँ चाहिँ पृथ्वीको सतहभन्दा 70 मिटरको हाइटमा रहेको छ अनि हामी देख्न सक्छौँ तपाईँहरूले पानी देख्नु भएको छ अनि अहिले जुन ठाउँमा हामी उभिरहेको छौँ यसको माछाको आकारमा यसलाई चाहिँ यो संरचना बनाइएको छ अनि तपाईँहरूलाई म एउटा कुरा भन्न चाहेँ पानीहरू यहाँ प्रशस्तै छ यहाँनिर गहिरो भएको कारणले गर्दाखेरि चाहिँ सबैभन्दा होचो जग्गा नेपालको होचो जग्गा भएको कारणले गर्दाखेरि चाहिँ जतै पानी नै पानी छ प्रशस्तै पानी छ तर एउटै कुरा चाहिँ के हो भन्दाखेरि वचनले भन्छ संसारको पानीले चाहिँ हाम्रो हृदयको तृष्णाहरू चाहिँ मेट्दैन योनाको पुस्तकमा लेखिएको छ यसो उसले भन्नुभयो सानो स्त्रीलाई म चाहिँ तिमीहरूलाई एउटा पानी दिन्छु जुन पानी चाहिँ अनन्तताको लागि हो जुन पानी चाहिँ अनन्तको लागि तिमीहरूभित्र उम्रिराख्ने पानी हो यदि साँच्चै तपाईँहरू जीवनको पानीलाई पिउन चाहनुहुन्छ तपाईँको आत्माको तृष्णामा तपाईँहरू मेट्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरू यसो उसलाई पछ्याउनुहोस् हेलो गाइज सलिना सामलिङ राई ल के हुन्छ खतरामा भिडियो बनाइदिन्छ खतरा एडिट गर्दै भन्छ सलिनाले के हो उसको फेसबुक आइडी इन्स्टाग्राम छ है भन्नु खोजेको मनकै कुरा बुझ्यो होइन हालेलुया ल गाइस यहाँ चाहिँ दुईजना खानुहोस् ल कस्तो लाइफ फ्रिजमा राखेर होला कस्तो नि सबै आइसै भइरहेछ लगाइ चाहिँ उब्रे पाब्रे हाल है यहाँनिर झोल मोमो खाँदैछ हाम्रो डाइटिङ गर्दैछ उसले चाहिँ एक्सर्साइज गर्दैछ कि अनि धेरै फ्याट बढेर होइन अहिले उसले चाहिँ एकदम डाइटिङमा छ डाइटिङै हुँदैन हिजो बेलुका सुँगुरको मासु 3 ताल होला ए होइन नि डाइटिङ बसेको नि तिमी नि होइन निन्दाले सुतेको तिमी नभए कहाँ छोड्थ्यौ तिमी पनि खाऊ न एउटा माया लाग्यो अनि भोलि फेरि त्यहाँबाट नुवाकोटको यात्रा छ प्रार्थनामा याद गरिदिनु होला अब दियोस् धन्यवाद हाम्रो एल्डर भीमकोमा खानापिना खाएर चाहिँ अब यात्रा लाग्न आँट्यो चाहिँ ड्राइभर हो है ए बुहारी यो एक दुईवटा यी मेरो भिजिटिङ कार्ड राखिराख्नु है यहाँ मेरो बाबा बाई गर्नु ल सबले बाई गरौँ ल